हेलो सम्पूर्ण साथीहरूलाई नमस्ते। हाम्रो जस्ट इन्जोय मेसेन्जर ग्रुपले चाहिँ 2082 सालको 30 अवसर पारेर एउटा लक्की ड्रको कार्यक्रम राखेको थियौँ। त्यो लक्की ड्रमा चाहिँ सेलेक्ट चाहिँ हामी एआईबाट गरेछौँ। तपाईँहरूले नाम र नम्बर जुन टिपाउनु भएको थियो त्यो हामीसँग सबै छ। एकपल्ट म सरसरै देखाउँछु। यहाँ सबै देखाउँछु। सुरज चालिसे लक्की नम्बर 7, रमा भट्टराई लक्की नम्बर 2, पार्वती परियार लक्की नम्बर 5, सुषमा ढुङ्गेल लक्की नम्बर 8, पारु पाखरिन लक्की नम्बर 47, सङ्गीता राई लक्की नम्बर 49, सुरक्षा मगर लक्की नम्बर 36, रबिन लिम्बू लक्की नम्बर साउदिन होला सायद लिम्बू 30, जीवन जिमी लक्की नम्बर 26, पूजा राय लक्की नम्बर 22, सृजना चौधरी लक्की नम्बर 1, रिना चौधरी लक्की नम्बर 50, प्रणेश दर्शी लक्की नम्बर 21, सन्तोष छेत्री लक्की नम्बर 23, आशिष विशी लक्की नम्बर 24, दिवस सुब्बा लक्की नम्बर 48, महाजेम लक्की नम्बर 12, बिहार तामाङ लक्की नम्बर 45, सुजन परियार लक्की नम्बर 42, रिया साई लक्की नम्बर 25, प्रज्वल लक्की नम्बर 40। यहाँ अन्तिम एउटा सङ्गीता राई हाम्रो अर्को मेरो भान्जीले पनि नम्बर टिपाएको थियो। यिनको चाहिँ गएछ, मैले लेखिदिइहाल्छु र मैले 15 रोजेको थियो। सङ्गीता राई सङ्गीता के भयो कस्तो लेखेको अहिलेको सङ्गीता 15 यति नै होला नमिल हाम्रो कतिवटा पुग्यो गर्नुपर्छ यति नै होला। ल अब हामीसँग प्राप्त भएको नम्बर यति हो। यहाँ नम्बर नदेखिए पनि देखेको छैन होला, तर सबैको मैले यहाँ हाम्रो नम्बरहरू अनाउन्स पनि गरिदिएको छु। म यसलाई चाहिँ सबैभन्दा सुरुमा हाम्रो फर्मेट के थियो भने महिलाहरूको नामलाई चाहिँ फर्स्ट सेकेन्ड थर्ड छुट्याइदिएर अनि पछि हामी पुरुषहरूको नामसँग मिसाएर अगाडिको उपलब्ध जुन एआईले दिन्छ त्यो नाम चाहिँ हामी कटअफ हटाएर त्यस पछाडि बाहेक सबै हाम्रो नम्बरलाई फेरि मुष्ट रूपमा मिसाएर अनि फेरि चाडवटा चाहिँ सान्त्वना स्वरूप हामी नम्बर र नाम निकाल्छौँ है त। होइन नवीन त्यही गर्छौँ होइन हामी हाम्रो त्यही नै ल यो नम्बरहरूलाई म एकपल्ट यो नम्बरहरूलाई म एआईलाई एकपल्ट दिन्छु ल। लक्की ड्र गर्नको लागि के गर्ने एउटा एउटा निकाल्ने कि नवीन फर्स्ट सेकेन्ड थर्ड निकालिदिने के गर्न भन त नवीन 1 2 3 4 5 6 7 8 9 10 11 9 रहेछ। फर्स्ट सेकेन्ड थर्ड निकाल्छौँ। सुरुमा एउटालाई निकाल्ने कि एकमुसा सबै निकालिदिने एउटा निकाल्छ। मेरो ल्यापटप सानो यो नम्बरहरूलाई म अब नाम र नम्बरलाई कपी गरेर
टेक फ्रिडम एआईलाई चाहिँ नम्बर सेलेक्ट गर्न लाउँछु यी मध्येबाट एकजनाको नम्बर निकाल भनेर है त यहाँ मैले पेस्ट गरेको छु म लेख्छु यहाँ माथिको नम्बरहरू मध्ये एउटा लकी नाम र नम्बर छनौट गर मैले गरेँ ल यो तेस्रो नम्बरको लागि हामी गरेछौँ है त कुन नम्बर दिन्छ है त यहाँ भइसकेको छ हेर्नु त ल सुनिसा राणाको लकी नम्बर 36 टिभी लाग्यो तेस्रो नम्बरमा आयो नि ल सम्झौ कसको नाम आयो सुदीक्षा लकी नम्बर 36 त्यसो भएन त ल है त ल ठिक छ यो भयो बधाई छ हाम्रो सुदीक्षालाई मेरो सुदीक्षाको नम्बर हटाइदिन्छु अब मैले पठाइदिएँ अब अरू नम्बरहरू छ है त पहिलो तेस्रो हुनुभएको छ सुरक्षा अब हाम्रो दोस्रोको लागि ल ल सबै नामहरू छ यहाँ आएकै जस्तो म लेख्छु माथि माथिको नाम र नम्बरहरू एउटा नाम नम्बर छनौट गर है त फेरि पनि दिएँ ल त्यसै दोस्रो नम्बरको लागि हो आइसकेको छ ल पारु पाखनको लकी नम्बर 47 आयो र यो चाहिँ दोस्रो नम्बर छ हाम्रो पारु पाखन उहाँलाई पनि बधाई छ अब म यहाँबाट यो महिलाको नामबाट पारु पाखनको नाम पनि हटाइदिन्छु मैले डिलिट गरिदिएको छु अब अरू सेलेक्ट गर्छु अब हाम्रो पहिलो हुनुहुने व्यक्तिको नाम छनौट गर्नको लागि यहाँ एआईलाई दिँदैछु माथिको नाम र नम्बरहरू मध्ये एउटा नाम र लकी नम्बर छनौट गर मैले दिएँ त ल पहिलोको लागि ल नवीन आइसकेको छ हाम्रो एआईले है हामीले यहाँ झेली गरेको छौँ एआईले छानिदिएको नम्बर हो यहाँ ल
ल सुषमा ढुङ्गाको नक नम्बर 1 मा पढिसिन् सुषमा ढुङ्गालाई हार्दिक बधाई छ बधाई छ ल सुषमा ढुङ्गालाई बधाई छ 8 नम्बरमा अब म यो नम्बरहरू सबै हटाउँछु हामीले नोट गऱ्यौँ नि तेस्रो हुने सुदीक्षा राणा मगर दोस्रो हुने पारो पाखरिन तेस्रो हुने सुषमा सरी के भनेछु पहिलो हुने सुषमा ढुङ्गालाई त ल हामीले यो नोट गरिसकेका छौँ म अब यहाँ सुषमा ढुङ्गाको नाम पनि हटाएर यहाँ छ नि यहाँ मैले एक मुष्ट रूपमा राखेको छु त्यहाँबाट कसको नाम हटाउनु पर्यो भने यो हटाउनु पर्यो एउटा सुषमा ढुङ्गा प्रथम हुने यो पनि हटाउनु पर्यो पारुको थियो नि यो पनि मैले हटाइदिएँ अब बाँकी रहेको नम्बरलाई म यहाँ तपाईँहरूको माझमा ल यो नामहरूलाई म एकमुष्ट रूपमा अब यहाँलाई अब 4 जनाको नाम एकैताल निकाल्थेँ मलाई त्यसो गर्दैन यो चाहिँ मैले अब यो विशेष तीज महिलाहरूको चाड भएकोले गर्दाखेरि हामीले फर्स्ट सेकेन्ड थर्ड चाहिँ महिलालाई बढाउने हाम्रो प्रयास हो अब महिला मात्र होइन हाम्रो महिला र पुरुष चाहिँ हाम्रो एक रथको 2 पाङ्ला भएकोले गर्दाखेरि पुरुषलाई पनि किन छुट्याउने भनेर हामी चाहिँ यहाँ चाहिँ अब हामी मिसाएर यसरी विशेष गरी महिलालाई फोकस भयो मिसाएर म अब एकमुष्ट 4 जनाको लागि सान्त्वना स्वरूप नामहरू छनौट गर्नको लागि यहाँलाई दिन्छु है त होइन तपाईँ पनि त्यसै गरौँ ल ल मैले यहाँ सबै नामहरू पेस्ट गरिदिएको छु माथिको नामहरू चाहिँ कटाएर है त म अब लेख्छु माथिको नाम र नम्बर मध्ये सरी 4 जनाको नि जनाको लकी नाम र नम्बर छनौट गर ल मैले दिएँ ल 4 जनाको नाम निकाल्न अब है त मैले ठोक्के ठिक छ अब यहाँ के नाम आउँछ आइसकेको छ म हेर्छु है त कहाँ गयो ए माथि मैले नाम आइसकेको छ ल कसको नाम पढेछ भने नि हाम्रो एउटा रमा भट्टराई भट्टराई बधाई छ। त्यस पछाडि पार्वती परियार लक नम्बर 5 बधाई छ। यसो छ ढुङ्गाको नाम त मैले कटाएको थिइनँ, मैले कटाएको छैन, त्यो कटाएको थिइनँ क्या हो, मिस्टेक भयो नि त फेरि। अब यहाँ त्यसलाई कटाएर फेरि नाम आइसकेको साथीहरू फेरि गिजु गर्नुहुन्छ कि के गर्न सकिन्छ भने सुषमाको ठाउँमा अहिले हामी अहिले खाइराखौँ कि ल पूजा राय, रमा भट्टराई,
अनि त्यस पछाडि के छ हाम्रो पार्वती परियाको नामहरू आएको छ कि होइन तिनीहरूको नाम आएको छ अब हामी ठिक छ सान्तनाको स्वरूप अर्को किसिमको नाम निकालौँ न त है यो माथिको नामहरू सबै म मेटाइदिन्छु अनि यो हटाइदिउँ यो संहिताको यो पनि हटाइदिउँ होइन मैले हटाएको थिएँ त्यसले कसरी एआईले त्यो म हटाएको रहेछु मैले कसरी त्यो एआईले दियो त ल यहाँबाट एक छान्दिउँ न त ल भइहाल्छ सीता र संगीता चाहिँ हो सीताको धेरै हात बिग्रिसकेको छ यो मैले म कपी गर्छु ल अब कपी गरेर एकजनाको नाम निकाली मागौँ ल नम्बर मध्ये एउटा नाम नम्बर छनौट गर ल सृजना चौधरीको लेख्नु भयो हाम्रो कति पुग्नु भयो थाहा भयो नवीन एकपल्ट भन त प्रथम हाम्रो तृतीय कसको सुषमा ढुङ्गेल सेकेन्ड पारु काक्रिन थर्डमा के राणा मगर पो थियो सुदीक्षा राणा मगर सान्तना स्वरूप सान्तना पनि केटीहरू मात्रै हुनुभयो सबैजना साँच्ची अहिले चाहिँ यसपालि त छानेर गरेछ सृजना चौधरी एउटा रमा भट्टराई पार्वती परियार पूजा राय रहेछ पूजा राय रमा पूजा सृजना पार्वती शान्तला स्वरूप होइन हाम्रो चारजना सबैलाई बधाई छ